है त्यो 23-24 गते न्याय पाउँछ पाउँदैन आम जनताको अपेक्षा अनुकूल तपाईँको आवाजहरू बुलन्द हुन्छ हुँदैन सबैले जान्न खोजेको त्यो विषय होइन मैले योभन्दा अगाडि पनि मैले भनिसकेको छु हामीले एउटा कुरा छ पुरानो कुरामा रोमलिरहन्छ किनभने देश एउटा सङ्कटमा चुनौतीपूर्ण वातावरण त्यो चुनौतीपूर्ण वातावरणमा हामी सबैजना हातेमालो गरेर अगाडि बढ्नुपर्छ एक नम्बर अर्को भनेको मैले पहिला पनि एउटा सन्देश मैले सामाजिक सञ्जालबाट घाइतेहरू मेरो गहिरो सल्लाह छ अनि अर्को कुरा भनेको यो कानुन सम्मत यो जुन चाहिँ हामीले अब त्यहाँ कानुन सम्मत हिसाबले त्यसमा अब दण्डनीय कोही छन् भने उनलाई अब कुनै पनि हिसाबले दण्डित गर्नुपर्छ अनि त्यही हिसाबमा हामी अगाडि बढेर जाँदाखेरि अर्को कुरा भनेको मैले अघि पनि भनिसकेँ हामी त्यही कुरामा कठोर चुनौतीलाई हामीले समाधान गर्नको लागि अगाडि बढ्छौँ अहिले यो जुन हामीले नयाँ म्यान्डेट भनेर भनिरहेका छौँ नयाँ म्यान्डेट भन्दा पनि हामीले के बुझ्नुपर्छ त भन्दाखेरि जनताले सामूहिक रूपमा तिमीहरूले चाहिँ संवादमा सहकार्यमा देश र जनताको हितमा काम गर्नु हामी त्यही गर्छौँ। अन्तिम प्रश्न हिजो जसरी चाहिँ प्रतिवेदन लिक भएको छ जसमा चाहिँ सिफारिसमा हजुरको अध्यक्षको नाम तत्कालीन गृहमन्त्रीको नाम आइजिपीको साहबको नाम जसरी आएको छ यो प्रतिवेदन जस्ताको त्यस्तै कार्यान्वयन होला जस्तो उहाँहरूको दाबी छ यसमा तपाईँको सहमति विमति के छ? होइन तपाईँले भर्खरै आफैले के भन्नुभयो भने प्रतिवेदन लिक भयो आधिकारिक रूपमा आएको कुरा अब छ कि छैन भनेर तपाईँले प्रेस पत्रकारी तपाईँले गर्नुभयो त्यसपछि आइसकेपछि कानुन सम्बन्धी जे कुरा हुन्छ त्यो आयोगले गर्नुपर्छ र सम्बन्धित जो व्यक्ति प्रतिवेदनमा जे हुन्छ त्यो सबैले मान्नुपर्छ प्रतिवेदनले जे भन्छ किनभने जुन तरिकाले त्यसमा एक हिसाबले उहाँले त्यसलाई न्यायोचित हिसाबले अगाडि बढाउनु त्यसमा हाम्रो पार्टी थ्याङ्क यू सो मच बधाई छ। धन्यवाद।